हेलो गाइज, वेलकम टु माई नयाँ भिडियो। आज चाहिँ यो भिडियोमा के छ भन्दाखेरि अलिकति कपाल लामो भएको छ, सो म चाहिँ यो कपाल यसो मिलाउन जाँदैछु। त्यही हो, अब बिचमा बाटोमा हेरौँ के हुन्छ कसो हुन्छ। आजभोलि चाहिँ अलिकति गर्मी बढेको छ युकेमा, त्यही भएर घामसम्म मजाले लाग्ने भएको छ। वेदर पनि दामी छ, घाम लागेर जोस् ठिक छ। अहिले सिचुएसन राम्रो छ। अनि ग्रोसरीहरू पनि सकेको छ, ग्रोसरी पनि किन्नु पर्यो। फेरि यो भिडियोमा पनि ग्रोसरी नै हुनेवाला छ, अलिअलि, तर देखाउँदिनँ म फुटेज। त्यही हो, अहिले चाहिँ ग्रोसरी प्लस अब कपाल पनि काट्नु पर्यो भनेर जाँदैछु है त, हेर्दै गर्नु होला। कपाल काट्नु जाने त भनियो, पर्सै के अरे काटै नबिकन गएको छु क्या। काट त चाहिन्छ फेरि, त्यही हो, बिना पैसा त कसरी पनि केही गर्दैन, काट दिँदैन कपाल पनि, ग्रोसरी पनि किन्न पाइँदैन। त्यही भएर चाहिँ फेरि काट लिनलाई जाँदैछु म रुममा। धेरै टाढा पनि गएको थिइनँ, नजिकै थिएँ जान्न, ठिक्क भयो। अहिले चाहिँ समर स्टार्ट भयो सँगसँगै यो पुरै हाँगा झिक्रा देखिने यो रुखहरू पनि पुरै फुल फुल्या छ। पुरै यो त्यहाँ पनि यो सबैतिर हुँदो रहेछ यस्तो। यो फेरि के अरे जाडो लागेपछि फेरि जाडोमा त यो फेरि खाली हुन्छ, यो पुरै झिक्रा जस्तो हुन्छ। अहिले चाहिँ मस्त क्या मजाले फुलेछ क्या। ठ्याक्कै यस्तै हुन्छ ल, अलिकति समर सुरु भएपछि यसरी फुल जान्छ। पछि यो पनि फुल्छ, यो झिक्राहरू पनि मजाले फुल्छ, दामी छ यो। यिनीहरूको चाहिँ अहिले टाइम आएको छैन, टाइम आएपछि यिनीहरूको यो पनि फुल्छ। जे होस् त्यही हो, समय हो, सबैको आफ्नो आफ्नो समय हो, वेट गर्नुपर्छ, आउँछ। त्यही भएर समय बलवान छ। समयले उता लाग्यो त्यसरी नै, समय जस्तो लाग्यो त्यस्तै जानुपर्छ, समयअनुसार चल्नुपर्छ। आज नराम्रो छ भोलि राम्रो हुन्छ, ठिकै छ। धेरै ज्ञान चोद्नु हुँदैन यहाँ। कपाल पनि काटियो गाइज, कपाल काटियो, 20 पाउन्ड गयो, 20 पाउन्ड। त्यही भएर हो क्या मलाई कपाल काट्नु मन लाग्दैन क्या यहाँ आएपछि। लास्टै मनपर्छ। हम त अब 20 पाउन्ड भनेको, कपाल काट्दाखेरि 20 पाउन्ड जान्छ लन्डनमा। म 10 पाउन्ड त 10 पाउन्ड भन्दाखेरि नकाटेर बसेको मान्छे, अब अहिले यहाँ 20 पाउन्ड तिरी काटिरहेको छु कपाल। गाह्रो छ, महँगो छ, सहर के गर्नु, सबैले रहर गर्छ, त्यस्तै हो, गरिरहेको छ। ठिक छ, हेरौँ के हुन्छ बिस्तारै। यो म किन भनिरहेको मलाई थाहा छैन। पुरै ब्रिटिसै देखाएको छ नि, आमा कपालले त खतरा देखेको छ, लाउरी देखिरहेको छ त पुरै। आमा लाउरी भएको भए त ट्याक्कै, लाउरी नहुँदा त जोस् खतरा देखाएको छ। लाउरी नभए चाउरी पनि देखाएको छैन जोस्। यतिको चाहिँ देखिनु पर्यो चाहिँ जोस्, दामी काट्दैछ कपाल चाहिँ। मलाई एकदम चित्त बुझ्यो, पैसा त त्यसको पऱ्यो पनि। आइ एम ह्याप्पी विथ द्याट है। अब चाहिँ यसो सपिङ गर्नु छ मेरो अलिअलि, त्यही हो। म सपिङ गर्न आएँ है, केही नै नकिने भन्दाखेरि यो भरि भयो क्या, लिटरल्ली भरि भयो क्या। आज केही किन्दैन, त्यस्तो किनिनँ, त्यस्तो मात्रै अलिअलि केही किन्छु भनेर हिँडेको, यति धेरै भयो क्या। केही नै नकिन्ने भन्दाखेरि पनि यो केही छैन, किचनको खानाहरू मात्रै हो, खाजाहरू, त्यही खानको लागि किनेको सामान मात्रै हो कि, तरकारीहरू मात्रै हो, यति भयो। केही नै नकिने भन्दा ठिक छ। त्यस्तै हुन्छ सपिङ गर्न आएपछि।
ग्रोसरिज हेर्दा हेर्दै अर्को हेरिन्छ, अर्को हेरेपछि अर्को हेरिन्छ। नकिन्ने नकिन्ने भन्दा पनि किन्ने एक झोला हुन्छ। गाह्रो छ, गाह्रो। ए भगवान्, कोही पठाइदेऊ न यार, अस्ट्रेलिया टिपेर पछारिदिने, अस्ट्रेलिया पनि पछारिदिने, यहाँबाट च्याप पटेर उडाएर अस्ट्रेलिया पनि पछारिदिने विथ डिपेन्डेन्ट होइन, मजा आउँथ्यो। यो बाहिर आएपछि चाहिँ एक्लैलाई चाहिँ साह्रै गाह्रो, साह्रै गाह्रो। खाना पकाउनु पनि पर्ने, ल्याउनु पनि पर्ने खाना पकाउनलाई। अनि कामबाट आऊ थाकेको हुन्छ, खाना बनाऊ अनि खाऊ जाऊ है। त्यही भएर जो आउँदै हुनुहुन्छ, विदेश जानुहुन्छ भने स्टडीको लागि डिपेन्डेन्ट लिएर जानु होला। भात चाहिँ राम्रै खान पाउँछ क्या डिपेन्डेन्ट लिएर गयो भने, कमसेकम। कोही त हुन्छ पकाएर राखिदिने। गाह्रो छ हामीलाई त, सिङ्गललाई त। अब यताकोलाई खोजेर पट्याउँ भने पुस्दै पुस्दैन, यताकोले बोल्नु गयो भने पनि हेरेसमेन्टको केस हालिदिएर भने डर होइन। यो एक्लैलाई गाह्रो कि यसरी बोको हिँड, पातो दुखिसक्यो। कति राम्रो राम्रोहरू कारमा हिँड्छ यहाँनिर। मलाई लैजानु यार, त्यो छोड्दैन मेरो घरसँग। कति राम्रै छ हो, हेत्तेरिका आँखा, मेरो आँखा हट। नहेर केटी, केटी हेर्नु हुँदैन मैले, हट। न हेरौँ भन्छ गइहाल्छ आँखा। ठिकै छ। अब चाहिँ मेरो प्लान भनेको यहाँनिर पिएसडब्ल्यू लिने, चट्ट काम गर्ने, एउटा। अनि त्यसपछि युएस चल्नु पर्ला छ छुट्टीमा। छुट्टी मनाउनु त युएस जानु पर्ला छ। फेरि जानु पर्ला त भन्छु, तर फेरि यसो सोच्छु ट्रम्प काकाले फेरि बोलाएर के गरिदिने हो। अब अहिले विद्यार्थीको धेरै स्टुडेन्टहरूलाई चाहिँ, आज मैले न्युज पढाएको थिएँ, धेरै स्टुडेन्टहरूलाई चाहिँ फिर्ता पठाएर नेपालको फिर्ता पठाउने भनेर चाहिँ मेल गरिदिएछ अरे। त्यस्तै हुने हो कि टुरिस्टहरूलाई पनि टुरिस्ट भिजै बन्द गरिदिने हो कि? ट्रम्प काका बोलायो भने त गर्न बेर पनि लाउँदैन। त्यस्ता अमेरिकाको पनि सपना के देख्नु अब। तर जान्छु एक दिन अमेरिका, त जसरी पनि जाने हो, जाने हो, जाने हो, जाने हो। चाहे भिजिटमा किन नहोस्, जाने हो। घुम्ने हो क्या बिस्तारै, सबैतिर घुम्ने हो। अहिले चाहिँ युके घुमौँ, जोस् सोचेको कुराहरू चाहिँ पुरा भइरहेछ बिस्तारै बिस्तारै। सो आइम क्वाइट हुन, आइम ह्याप्पी नाउ होइन। ठिक छ, राम्रै भइरहेछ। त्यस्तै हो, जिन्दगी चलिरहेछ युकेमा। एक्लै बारी बोकेर गयो साह्रै। ब्याकग्राउन्ड दामी आएको होला है मेरो त, फुलहरू आइट खतरा। अहिले हेर्छु वा रुम जाँदैछु। आजलाई यति नै, केही नै नहाल्नु भन्दा त केही हालेको राम्रो भनेर चाहिँ अब सानो सानो कुराहरू पनि हालिदिँदैछु। हेर्नु होला, कन्टेन्ट बिस्तारै बिस्तारै आउँछ, बनाउँछु म, छोडिदिने यत्तिकै। ओके गाइज, सी यू इन द नेक्स्ट ब्लग। थ्याङ्क यू फर वाचिङ।